गुड मर्निङ साथीहरू, हेलो एन्ड नमस्ते सबैजना। बिहान बिहानै हिँड्यो मन्दिरको दर्शन गरेर एउटा हातमा साथै एउटा हातमा झोला यो पङ्खा समात्न नमिलेर घाँटीमा समातेर हिँडिरहेको छु होइन। आज लास्टै धेरै घाम छ। म यहाँबाट सिधै साइतामातिर जानुपर्ने छ अफिसको कामले, त्यही भएर यताबाट साइतामा जान्छु। निक्लिसकेको छु। आजको मेरो फेरि दिन सुरुवात भइसकेको छ सधैँको जस्तै। आज पनि के कस्तो हुन्छ म सबै भिडियोमा देखाउने कोसिस गर्छु है त। अब म लाग्यो, अब के भन्छ यो यता साइतामा के आइसकेको छौँ हामी। यहाँ चाहिँ झरिसक्यो, नर्थ साउथ एक्जिट जानु छ होइन। यताबाट जान्छौँ हामी चाहिँ साउथ एक्जिट हो यताबाट। यहाँबाट गएर अब त्यहाँ दाइलाई भेटेर के गर्ने थाहा छैन। अब अर्को दाइ आउँदै हुनुहुन्छ अर्को पसलको, अनि त्यसपछि भेटेर जाने हो होइन। ल कामकै सिलसिलामा हो होइन, साइतामा पनि आइयो होइन। एकदम घाम लागेको छ होइन। अब गर्मी छ, तर क्यामेरामा चाहिँ वेदर एकदम भोबाल देखिरहेछ। यो खै के को पसल हो, रामेन मेन जस्तै छ होइन। युमे आन्ड्रे खै के हो त्यो भनेको चाहिँ। ओ माई गड घाम। अरू त सबै ठिक छ, जापानको काम यस्तै छ होइन, गर्नु परिहाल्यो। बिचमा टुसा के निक्ल्यो होला, यो ठ्याक्क निक्ल्यो। अरू सबै टेम्पोमा गाडी छ क्या, हाम्रो टेम्पोमा गाडी छैन होइन। गाडी भएको चाहिँ गाडी लिएर आउनुहुन्थ्यो, हाम्रोमा चाहिँ छैन। एउटा चाहिँ लत्रिया छ, एउटा चाहिँ यस्तो बब्बाल भएर फुलेको छ फुल। अहिले फर्किने बेला एउटा बब्बाल फर्किनु पर्ला यस्तो। अरे यहाँ गार्डन रहेछ नि त्यो फुलहरूको, त्यो के भन्छ के गर्ने पो भन्छ नि, त्यो रुखहरूलाई पुरानो बनाएर काटेको डल्ला बनाएर बोसाइ खै के गर्ने भन्छ यार। हो त्यो गरेर राख्ने ठाउँ रह्यो यार। लास्ट महँगो पर्छ नि यस्तो प्लान्टहरू त। फेरि ल हामी यहाँ साइतामाको बुकेन अपार्टमेन्ट हेर्न पनि आइसक्यौँ। घर यत्रो छ होइन। यहाँनिर चाहिँ चाबी खोज्दैछन्, पासवर्डै थाहा छैन हौ त्यसको त। आइतिर भनेको यहाँनिर बुढो नि। अनि त्यसपछि गएर अब यहाँ एकछिन बुकको गर्छौँ, भित्र रुम भिजिट गर्छौँ। अनि त्यसपछि एउटा दाइ आउनुहुन्छ, दाइलाई आउट गर्छन्। अनि त्यसपछि मेन के काम लागेको त्यो काम सकेर निक्लिन्छौँ हामी यहाँबाट चाहिँ। ल यहाँ आइयो हामी चाहिँ होइन। अब एकछिन अपार्टमेन्ट हेर्छौँ नि। सेम मेन दाइ छ होइन, उहाँसँग गरेर यहाँ फ्यान फ्यान सट्ट हावा खेलिरहेको छ, यस्तो दिइरहेको छ होइन। यहाँ रुमहरू रहेछन् पनि 3D के रहेछ यो चाहिँ एउटा होइन कोठा। अनि त्यसपछि गएर खै साथी यसो खुट्टा आइस किचन ढोस्दै रहेछ यहाँ चाहिँ। किचन ढोस्दै यो डाइनिङ रुम भयो। तर साइतामा चाहिँ जतासुकै हरियाली चाहिँ लास्टै हरियाली हुँदो रहेछ। यो गाउँ एरिया भएर पनि होला होइन। उता माथि जङ्गल छ होइन। अनि यता पनि यो के लगाइरहेछ। अनि लगभग 1 घन्टा जस्तो त दाइलाई वेट गरिसक्यो हामीले। दाइ आउनु भएको छैन, किनभने दाइलाई थाहा भएन त आज यहाँ आउने भन्ने। अनि त्यही भएर आफ्नो टेम्पोमा पुग्नु गयो। त्यहाँबाट आउँदाखेरि 1 घन्टा लाग्छ। उहाँ योकोहामाबाट साइतामा आउनुपर्ने, हामी चाहिँ टोकियोबाट साइतामा आउनुपर्ने थियो। हामी चाहिँ बिहानै आइसकेको थियो, दाइ पनि आउनु ढिलो भयो। अब हामी एकछिन साथी छ उहाँ अगाडि लखर पुगिसकेको छ। म चाहिँ भिडियोको चक्करमा यता एकछिन 7-11 गएर कोम्बिनी गएर अब पानी सानी खानुपर्ने भयो। मलाई गाडी रोकिहालेको थियो, म भागिहालेँ। के भन्नुपर्ने हुन्छ होइन। स्निकर्स खानु पऱ्यो भनेर आएको, स्निकर्स रहेछ पुरै प्रोटिन बारहरू मात्रै छ यहाँ चाहिँ। मैले चाहिँ के खाने होला खै, सब प्रोटिन बार छ यार। दामी ठाउँ रहेछ यहाँबाट होइन। उता जङ्गलहरू पनि खत्रै देखिरहेछ। अनि त्यसपछि हामी एउटा अर्को रुम हेर्न आइरहेछौँ। यहाँ साथीले चाबी खोलिरहेछन्।
खतरा हरियाली यस्तो लाभा ठाउँ रहेछ तर गर्मीले होला हल्का अब राति भइरहेछ हामी चाहिँ अब यहाँबाट निक्ल्यौँ कामसाम सकेर मेन आएको काम चाहिँ सक्यो अब यहाँबाट अफिसतिर गएर ब्रेक जानुपर्छ ब्रेक गएपछि अनि जिम जाने त्यही छ आजको प्लान चाहिँ होइन यहाँबाट चाहिँ निक्ल्यो अब मेरो कामबाट भर्खर निक्ल्यो 7 बज्न लाग्यो यहाँबाट जिमतिर लागेको छौँ हामी चाहिँ जिममा गएर 9 बज्छ 9:30 बज्छ आएर घर पुग्दा 10 बज्छ होला यो फाइल हाल्नुपर्ने छ यहाँ यो फाइल लक्षित जिममा आएर रेडी पनि भइसक्यो अब चाहिँ लु यता छ नि जुत्ता लगाउनु पऱ्यो ला थकेला 7 बजे आज फेरि साइतमा पनि गएको क्या बिहान कामको कारणले साइतमा गयो त्यता पनि थाक्यो आउँदाखेरि अनि अलिक पनि थाकिरहेको छ अब एकछिन जिम गरेर निक्लिनुपर्छ हल्का मेरो अब जिम पनि सकिसकेको छ होइन त्यसपछि गएर अब हल्का जिम सक्नु थोरै प्रोटिन चाहिँ खानुपर्ने हुन्छ किनभने प्रोटिन खाएन भने मसल इन्जरी हुने चान्स धेरै हुन्छ प्रोटिन खाएन भने चाहिँ होइन किनकि आफ्नो घरको खानेकुराले प्रोटिन खान सकिँदैन त्यही भएर यो प्रोटिन लिने कुरा छ यो चाहिँ मेरो गोल्ड वेब प्रोटिन गोल्ड स्ट्यान्डर्ड 100% गोल्ड स्ट्यान्डर्ड हो यो चाहिँ होइन ल अब म घर आइसकेको छु जिम सकेर होइन नुहाइधुवाइ गरेर घर पनि आइसकेँ म अब मेरो आजको भिडियो यहीँ गर्न चाहन्छु मन पऱ्यो भने भिडियो लाइक सेयर सब्सक्राइब गरिदिनु होला आजलाई यति नै बाई बाई फेरि भेटौँला बाई बाई